बस्न सक्नुहुन्छ। यहाँलाई सम्पूर्णलाई फेरि पनि आज सलिमाया गुरुङ स्वर्गीय सलिमाया गुरुङलाई अन्तिम बिदाई दिनको लागि र परिवारलाई यस सङ्कट यस दुःखद घडीमा साथ दिनको लागि भुटानको छिमेकी आफ्ना आफन्त, नेपालको शरणार्थी शिविरमा रहँदाको आफ्ना आफन्त छिमेकी, त्यसै गरेर लस भेगस आइसके पश्चात आफ्ना आफन्त बनेका छरछिमेक आफ्ना इष्टमित्रहरू सम्पूर्ण उपस्थित रहेर यस दुःखद घडीमा पालिनु भएकोमा, यस अन्तिम विदाईको लागि पालिनु भएकोमा र पीडादायी अवस्थामा साथ दिनु भएकोमा परिवारको तर्फबाट यहाँलाई अन्तर्हृदयबाट धन्यवाद ज्ञापन गर्दछौँ। यो क्रममा जति पनि टाढा टाढाबाट पाल्नुहुने जुन आफन्त सम्झेर इष्टमित्र सम्झेर आफ्नो कार्य व्यस्तताको बावजुद पनि 5-7 घन्टा फ्लाइट गरेर आउने सम्पूर्ण मोनालिजनप्रति पनि परिवार अन्तर्हृदयबाट धन्यवाद ज्ञापन गर्दछ भन्दै मैले यो समय हामी फुलगुच्चा अर्पण गर्ने समय भएको छ। फुलगुच्चा